आजको शीर्षक रहेको छ आकार। आकार। आकारको चिन्ह यस्तो छ। यसलाई आकार भनिन्छ। क जोड आ बराबर का। यो आकार चाहिँ यहाँनिर कमा लाग्दाखेरि का यताबाट लागेको छ, का भनेर। अब यो का बनाउँदाखेरि यसको बनावट, यसको संरचना चाहिँ क जोड आ बराबर का भएको छ। अब काबाट बनेको शब्द काग। यो चराको नाम काग हो। अब यसमा काग भनेर लेखौँ। का क अक्षर थियो, तर यो आकार यहाँ लाउँदाखेरि का भयो। अब यसमा ग थपियो भने काग हुन्छ। ग, यो ग जोड्दाखेरि काग भयो, काग। यसरी नै ख जोड आ बराबर खा भएको छ। यो फेरि पनि खमा आकार जोड्दाखेरि खा भयो। खाबाट बनेको खाम। अब यसमा खाम भनेर लेखौँ। खा ख अक्षर थियो, आकार लाउँदा खा भयो। यसमा म थप्यो भने खाम, खाम भयो। अब अर्को ग जोड आ बराबर गा। ग अक्षरमा आकार लाउँदा गा भएको छ। अब गाबाट गाई, गाई भनेर लेखौँ। गा ग अक्षर थियो, आकारलाई यहाँ जोड्दाखेरि गा भयो। ई, दीर्घ ई लाउँदाखेरि गाई भयो, गाई। अब यसमा फेरि पनि पढौँ। काग, खाम, गाई। आकार। आकारको चिन्ह च जोड आ बराबर चा। च अक्षरमा आकार लाउँदा चा भयो। अब चाबाट उठेका शब्दहरू चामल भनेर लेखौँ। चा च अक्षरमा आकार लाउँदाखेरि चा भयो। म ल लेखियो भने चामल हुन्छ। जस्तै म ल चामल, चामल भनेर लेख्न सकियो। छ जोड आ बराबर छा भयो। यहाँ छ अक्षरमा पनि आकार लाउँदा छा भयो। अब छाबाट छाता, छाता भनेर लेखौँ। छा छ अक्षरमा आकार लाउँदा छा भयो। ता त अक्षरमा आकार लाउँदा यहाँनिर ता भयो। अब छाता भनेर लेख्न सकियो। यसरी नै ज जोड आ बराबर जा भयो। यहाँ जमा आकार लाउँदा जा भयो। जाल, जाल भन्नाले माकुराको जाल भयो अथवा माछा मार्ने जाल, जे भए पनि जाल भनेर लेखौँ। जा ज अक्षरमा आकार लाउँदाखेरि जा। अब यसमा ल जोड्यो भने जाल हुन्छ। ल जाल, जाल। चामल, छाता, जाल। आकार। आकारको चिन्ह ढ जोड आ बराबर ढा भयो। यहाँनिर ढमा आकार लाउँदा ढा। ढाल, ढा ढ अक्षरमा आकार लायो भने ढा भयो। यसमा ल जोडियो भने चाहिँ ढाल हुन्छ। ल ढाल, ढाल। त जोड आ बराबर ता भयो।
यहाँनिर तमा आकार लाउँदा ता, ताबाट तामा। अब यसमा तामा भनेर लेखौँ। ता त अक्षरमा आकार लाउँदा ता, मा म अक्षरमा पनि आकार लाउँदाखेरि मा, तामा, तामा। यसरी नै ध जोड आ बराबर धा भयो। यहाँ धमा आकार लाइयो धा। अब धाबाट धान, धान, धा धमा आकार लाउँदा धा भयो। अब यसमा न जोड्यो भने धान, न धान, धान। ढाल, तामा, धान। आकार, आकारको चिन्ह प जोड आ बराबर पा। पमा आकार लाउँदा पा भयो। पाबाट पात, पात भनेर यहाँ लेखौँ। पा प अक्षरमा आकार लाउँदा पा भयो। यसमा त जोड्यो भने पात हुन्छ। त पात, पात भयो। ब, बको आधी रूपलाई यहाँ ब भनियो। जोड आ बराबर बा। ब अक्षरमा आकार लाउँदा पनि बा। अब बाबाट बाघ, बाघ भनेर लेखौँ। बा ब अक्षरमा आकार लाउँदा बा भयो। अब यसमा घ जोड्यो भने बाघ, घ, बाघ, बाघ। म जोड आ बराबर मा। ममा आकार आयो मा। अब माबाट मादल, मादल भनेर लेखौँ। मा म अक्षरमा आकार लाउँदा मा, अनि द ल जोड्यो भने मादल हुन्छ। द ल मादल, मादल। पात, बाघ, मादल। अब यसमा फेरि पनि पढौँ। काग, खाम, गाई। चामल, छाता, जाल। ढाल, तामा, धान। पात, बाघ, मादल।